र यतातिर पूर्वाञ्चलमा त्यहाँ झापा भाषा प्रदेश समिति पूर्व यो हरेकजना कला खाएर बच्चा खोजेर एकजना पूर्वाञ्चलमा छन् पूर्वाञ्चलमा पनि सहयोग पार्टी जाने कुरा नेपाल भोइस दाङ सुर्खेत कैलाली पुरातिर भयो अब त्यो मेरो पनि केही कार्यक्रमहरू छन् तर वास्तवमा तपाईँको एउटा एक्टिभ च्यालेन्ज हुन्छ तपाईँको कमिटी छैन त्यही जति छन् झापामा छ अलिक अब सुनसरीमा छ भनेको छैन भने जम्मा त भएको थियो तपाईँको 6-7 जनाहरू तर त्यो कमिटीहरूले त्यस्तो अरूतिर त 13 थुममा चाहिँ व्यक्ति छ कमिटी छैन 5 थरमा तपाईँको व्यक्ति छ कमिटी छैन अब त्यो तब्लिगमा पनि तपाईँको 2-4 जना कार्यकर्ता छन् कमिटी छैन उनीहरूले त नछैन अब म तेह्रथुममा पनि म जान्छु भनेको मैले फोन गरेको थिएँ उनीहरूले भने बर्खा लाग्यो अब टाढाबाट आउनुपर्छ बर्खा सुरु भयो त्यस कारण मान्छे जम्मा हुन गाह्रो छ भनेको भइगयो त्यो भने त्यो होइन अब 5 थरमा पनि 2-3 जना छ भन्थे त्यो कमिटीबाट नै अब 13 थुममा त्यहाँ 2-3 जना होला छैन त्यहाँ पनि अब त्यो धनकुटामा निल छ इलाममा छैन बल्कि के म इलाम कलमतिर जाँदाखेरि त्यहाँ जहाँ मान्छेहरूलाई जनमुक्ति भन्ने कुरा थाहा रहेछन् सुनेका त रहेछन् होइन तर कमिटी नभएको त्यसरी गयो त्यसले गर्दा त्यो बाटो खराब भएको हुनाले त्यो मेरो त्यो गाडी जाने त्यो जापानी जाने सुमो लागेको पाउरोमाथि सिट परेपछि झाँकिएर तपाईँहरू पेट पाएको ठक्किन चाको त्यसमा फेरि त्यो सर्टको स्प्रिङ त्यति हुँदैन भाइ सारा तपाईँको जिउ दुखेर खानु तपाईँको खत्तम पार्यो ज्वरो पनि आयो क्या राति त त्यस्तो भयो त्यो गाडीमा स्प्रिङ हुँदैन नि त्यति राम्रो सबको लागि त्यस्तो भयो अब त्यो फेरि पार्टी कमिटी भएको सिस्टम अब जाँदा म धरान पुगेँ हिजो त पूर्वाञ्चलको गढ हो धरान त्यही पार्टी क्लब छ त्यहाँदेखि तपाईँको त्यो त्यसो 8 बजा मोरङमै पार्टी चाहिँ छैन म उहाँ इलाम पुगेपछि ल फेरि चाहिन्छ उसो आउनुपर्छ क्यार मोरङमा भने मोरङमा पनि त्यो 2-3 जना हो नि तपाईँले चाहिँ गए पनि 2-3 जना भेट्यो भने 5 थुममा जाँदाखेरि पनि 1-2 जना जाने 13 थुममा जाने त्यो रामाले भेट्न जानुपर्ने होइन गाडी तपाईँको जाँदाखेरि तपाईँको पेट्रोल खाने बेच्ने खाने 1-8 गरेर जाने 3,000-4,000 को पेट्रोल हालेर अब तपाईँको जानिन्छ तपाईँको जाँदाखेरि त अब दिनकै जाने 4-5 हजार रुपियाँ त तपाईँको पेट्रोलले खान्छ त्यत्रो हालेर उहाँसँग जाने अब त्यो तपाईँलाई जुन पुग्नु भनेको भने त्यहाँ लगभग होइन 15-20 हजारको पेट्रोल हाल्नुपर्ने अब मान्छे छैन होटलमा भन्नुपर्छ कमिटी भएको भए बिरामी भावमा जान्थे कमिटी पनि छैन एउटा व्यक्ति भेट्नलाई
एक एकजना खोज्न के गएको त्यहाँ तपाईँको उदयपुरमा चाहिँ अलिक मिस भयो क्या मैले अस्ति भनेको थिएँ त्यहाँ हाम्रो संयोजन गर्न सके भए बाटैमा थियो क्या उदयपुरको चाहिँ हाम्रो कमिटीको साथीहरू त्यो अब त्यहाँ अब के अरे त्यो उदयपुरको बाटो फेरि उता त्यो मलाई नि सुरुमा तपाईँको जाने मोरङमा चाहिने जुन छ कार्यकर्ता छैन राखेनन् म इलाम पुगिसकेपछि इलामदेखि तपाईँको तर 5 थरदेखि तपाईँको जाने उसो ताप्लेजुङ जाने होइन ठिक्क तार भन्ने बेला ल फेरि मोरङमा भन्छ अब बाटै नमिल्ने क्या होइन क्या कहाँ पुगे त्यो उदयपुरमा चाहिँ त्यो हाम्रो अध्यक्षको घरबाटै तपाईँ जानुभयो आउँदा पनि त्यहीबाट आउनुभयो क्या अध्यक्षको घर चाहिँ त्यही रोडमै जोडिएको थियो त्यहाँ हाम्रो बलदीपसँग सम्बन्ध त्यो मोरङमा त्यसरी जान नमिल्ने पछाडि यहाँ फेरि यो के अरे उसो भन्ने के अरे 69मा अब उता आएर मलाई फेरि यहाँबाट तपाईँको जानिन्छ सिलिन्डरदेखि फेरि तल्ती जानुपर्ने हुन्छ क्या मैले पहिले भनेको त्यो उसको पुरानो जग्गा चाहिँ लाम मिला है यताबाट जानु 72 सिन्धुली 72 गाईघाट कहाँ छ होइन अब यसो क्रमश मिलाउनु जाऊ त्यहाँ जाने सुनसरी मिलाऊ सुनसरी मोरङ मिलाऊ झापा मिलाऊ त्यसमा इरामपुरी मिलाऊ पास्रो मिलाऊ उता जाने अब त्यो तालुजुङ पुग्ने तालुजुङ फर्किने बेलामा जाने उसमा देहरादुन पस्ने भनेर त्यो मिलाएको यिनले मिलाउनै सकेन अब कमिटी भए पनि मिलाओस् त हेर्नुहोस् त्यस्तोहरू जाने त्यसरी भएको व्यक्तिलाई लिएर गाडी जाने जुन छ लिएर त्यो कच्ची बाटोमा ठक्काउँदै त्यो तपाईँको जाने जान पनि साह्रै होला मलाई सबभन्दा हिँड्नै नसकेर जस्तो भयो क्या एकदम तपाईँको बाटो खराब जग्गा सब बाटो यो व्यक्तिलाई चाहिँ हेराउनु पनि अब अप्ठ्यारो पनि पऱ्यो मलाई ज्वरो पनि आयो क्या त सारा यो पेटको भित्रको आन्द्राभरि खलबल दिइरहेको तपाईँ हेर्नुहोस् आन्द्राभरि त थेरापी भयो थेरापी नै भयो वास्तवमा उपचार भयो जस्तो लाग्छ मलाई यस्तो भएर आएर जान थकित भयो हेर्नु म त यो डाक्टर ओहो यहाँसम्म तपाईँको यो बनेपासम्म बाटो खत्म छ हेर्नुहोस् ओहो बने त आउने बेलामा त त्यसरी सबै खनिएको रहेछ हेर्नुहोस् त्यो साँगा भयो साँगा ओह्रालोमा साँगामा त हेर्नु तपाईँको तर त्यो ओह्रालोमा त यताबाट गएको उकालोमा जाने त्यो हिँड्दै गरेर गाडी चढाइ नसकेको छ त्यहाँ जान उताबाट आएको चाहिँ अब आउँदाखेरि चिप्लिँदै लगिदियो कि गाडीको के आएर त आइयो यताबाट जाने त खतम एकदम मोटरसाइकल पनि खतम गाडी पनि बस खतम त्यो जानै नसकेको त्यस्तो चिन्ह अब त्यहाँ यसो गरेर 2-4 ट्रक जाने गरेर जाने बालु हाल्नु पर्ने क्या अब त्यो महँगो बालु कहिले हालोस् खतम त्यही हो अब हेर्दाखेरि त अब कार्यकर्ताहरू चाहिने छन् जिल्लामा कमिटी चाहिने जुन छ अहिले त मुस्किलले जाने त्यही पुरो पछि मिलेर जाने 2-4 मात्रै जाने पार्टी कमिटी छ अब पुनर्जागरण रिनेसन्स ल्याउनु पऱ्यो क्या जनमुक्तिमा भयो पुनर्जागरण गर्नको लागि पनि अब कुरो के छ भन्दाखेरि कार्यकर्ता चाहिने जुन चाहिँ तपाईँको चाहिने आर्थिक रूपले पीडित छन् आर्थिक पीडित तपाईँ होल पूर्वाञ्चल जानुहोस् कमिटी भनेको त्यहीजना 2-4 मात्रै छ सबै ठाउँमा अरूजना कार्यकर्ता जाने हुन्छ तपाईँको निष्क्रिय छन् आर्थिक कारणले कार्यकर्ता र अब हाम्रो जिल्ला चाहिँ मलाई चाहिँ के छ हाम्रो कमिटी दह्रो भयो गर्न सकेन कार्यकर्ता छ सपोर्ट गर्नेवाला छ तर जुन जिल्लामा अब
वडा भनौँ पालिकामा चाहिँ कमिटी गर्नु भएन गर्नु भनेपछि हाम्रो कार्यकर्ताहरू अलिकति गरिब किसिमका छ भन्ने हो कुरा। वास्तवमा तपाईँको अब चाहिँ हेर्नुहोस् पार्टी चलनलाई आर्थिक कुरा नभइकन अब पार्टी चल्दै हिजोको अवस्थामा चलाउँछु भनेर जाने सोच्नु जानु हुँदैन। अब हेर्नुहोस् नयाँ किसिमले चलाउनु पर्छ र मुख्य कुरा चाहिँ आर्थिक व्यवस्थापन नभइकन अब पार्टी चल्दैन है। हिजो चाहिँ कार्यकर्ताले पाल्थ्यो, अहिले चाहिँ कार्यकर्ताले कार्यकर्तालाई पाल्नु पर्ने होइन, उहाँ गएर केही न केही देखाउनु पर्ने। अब उहाँले पनि हामीलाई होमस्टे होटल देखाउँछ, उहाँ पहिला चाहिँ कार्यकर्ताहरूले जे छ त्यही खान दिने, जे जस्तो छ त्यस्तो चाहिँ सुत्न दिएर पनि हामीले चलेथ्यो, अब चाहिँ चल्दैन। अहिले पार्टी जसले जति सुकै गाली गरेर सराप्यो भने आर्थिक रूपले आफूले खाएर हिँड्न सक्ने त्यही चाहिँ जुन चाहिँ केही पालौँला हेर्नुहोस्। जसले जतिसुकै गाली गरे पनि जे गरे पनि तर चाहिँ आर्थिक गाडी चाहिँ हुने अब हिँड्नु छैन गाडी लिएरै हिँड्न छैन त्यो त्यो एउटै जाने छ त त्यो पनि गाडी लिएर हिँड्छ नि गाडी मात्र नभइकन उसको चाहिँ आर्थिक डर छ। अरू भन ठिक चल्न। अब के अरे जतिसुकै काङ्ग्रेस मान्छे ठुलो पार्टीले भ्रष्टाचार गरे सबै सराप छ। अब उनीहरू आर्थिक दर छ। यहाँ गगन थापा चाहिँ जिल्ला घरमा 20-25-30 गाडी 10 हिँडे हुन्छ खल्ती होइन भ्रष्टाचार गरेको पैसा त्यो त्यही खर्च गर्ने त भ्रष्टाचार मैले अब मेरो अब नयाँ अनुभव के भने अबको जनमुक्तिका जुन नेता हुन्छ नि त्यो चाहिने अलिकता चाहिने गोजीमा पैसा नभएकोवाला मान्छे नभए हुन्छ त्यो त्यो नाटे हुन्छ हेर्नुहोस्। नाटेर के गर्नु फेरि चाहिन्छ त त्यो नेता कार्यकर्ता सबै जिल्लामा त चाहियो त फेरि। त्यो मलाई नि कि आफ्नो गोजीबाट झिक्न सक्नु पर्यो कि कार्यकर्ता गोजीबाट झिक्न सक्नु पर्यो। त्यो दुईटामा एउटा झिक्न सकिकन अब त्यो नगरे माथिबाट आउँदैन। कि आफै धनी हुनु पर्यो कि चाहिँ आफू प्रभावशाली हुनु पर्यो नि त। खपाङ्गे जहाँ जाँदा पनि पैसा दिन्थ्यो नि त। उनको प्रभावशाली थियो, उनको बोल्ने क्षमता थियो कि त्यस्तो लिडरसिप नेतृत्व क्षमता भएको हुनु पर्यो कि कुनै राष्ट्रले सपोर्ट गर्नु पर्यो कि दलालै भन्नु पर्यो। दलालले नेपालै बेच्छु सगरमाथै बेच्छु भन्ने चाहिँ आधा काठमाडौँ दिन्छु भन्ने चाहिँ हाम्रो पार्टीले सत्तामा आयो भने सगरमाथा दिन्छौँ भनेर कि चाइनालाई भन्नु पर्यो कि इन्डियालाई भन्नु पर्यो कि एजेन्डाहरूले सक्ने भयो नत्र कि प्रभावशाली हुनु पर्यो। उहाँले भनेको त्यही हो कि अर्का गोजीबाट निकाल्न सक्नु पर्यो। त्यतिकै त निकाल्दैन। न तपाईँहरू मेरो भाषण मनपर्छ न बोल्ने कला मनपर्छ न तपाईँहरू मसँग क्षमता छ भने त पत्याउँदैन नि त जनताले दिँदैन कि त्यो क्षमता हामीसँग हुनु पर्यो। क्षमता छ सुन्नुहोस् है हामी सोझो तरिकाले बोल्छौँ सोझो तरिकामा चाहिँ विश्वासै गर्दैन घुमाउनु तरिकाले चाहिँ छुलै फटाइ तरिकाले जाने भने वा गर्छ त्यही भएर बिग्रेको क्षमता हुनु पर्यो हामीसँग तपाईँहरूसँग कि भने चाहिँ पैसै हुनु पर्यो। अब सम्राट सरज्यूलाई मेरो चाहिँ जस्तै पार्टीमा अब विवाद भयो। अब यो विवादलाई समाधान गर्ने गरी अस्ति तपाईँले दिनुभएको लाइन चाहिँ पूर्व पश्चिम भ्रमण गर्छु, त्यस पछाडि म दुईटैलाई बोलाउँछु र महाधिवेशनमा जाउँ भन्छु। मानेन भने जो मान्छ त्योसँग चाहिँ जान्छु, त्यो मानेन म आफै आह्वान गर्छु र महाधिवेशनले मात्रै समाधान गर्छ भन्नुभएको थियो। मलाई लाग्छ अहिले पनि लाइन त्यही देखिन्छ कि निर्वाचन आयोगमा म पटक पटक गइरहेको छु, हिजो पनि गएको थिएँ, अस्ति म त प्रायः गइरहन्छु र त्यहाँ कराइरहन्छु, बाजिरहन्छु, झगडा गरिरहन्छु। लाइन चाहिँ उनीहरूको अन्ततगत यो इजलासले पनि गराउने चाहिँ ल सूर्यवंशीलाई सोध्छ। अब यता त निवेदन दिएको छैन, सूर्यवंशीलाई सोध्छ अथवा हामीलाई सोध्यो भने तपाईँहरूले पनि एउटा महाधिवेशन निवेदन दिएला सोध्न सक्छ। तर सूर्यवंशीहरूलाई सोध्ने चाहिँ किन हाम्रो सिरियसली ल्याएको छैन उनीहरूले, सूर्यवंशीलाई सोध्ने चाहिँ ल 69 जना मध्ये तिमीले 35 जना खडा गर यहाँ उभ्याउ भन्छ।
35 जना उभ्यायो भने उसले ल नेपाल जनमुक्ति पार्टी तिम्रो हो, बाँकीलाई कारबाही गर्छौ कि राख्छौ कि के गर्छौ गर, ल झन्डा डन्डा तिम्रो हो भनिदिन्छ उसले क्या। त्यत्तिकै त्यो निर्णय गर्नु पर्दैन क्या, अथवा हल्का निर्णय गर्नु, किनभने पार्टीमा बहुमत भएको चाहिँ त उसको भइ पनि सक्यो एउटा। त्यो केही गर्नै पर्दैन, उसले निर्णय पनि गर्नु पर्दैन, हामीले केही गर्नु पर्दैन, किनभने बहुमतै यिनको छ त सक्यो भन्ने हुन्छ एउटा। त्यो भएन भने 51 पुर्याउनु सकेन र 40 भन्दा बढी भनेको 28 जना पुर्यायो भने चाहिँ ल राष्ट्रिय जनमुक्ति पार्टी भन्ने पार्टीको विधान घोषणा पत्र लिएर आऊ, अनि त्यहाँ चाहिँ नि झन्डा र चुनाव चिन्ह के राख्ने लिएर आऊ, कमिटीको एउटा लिएर आऊ, पार्टी दर्ता गरेर लैजाऊ, यो नेपाल भन्ने त्यहाँ रहिरहन्छ, झन्डा र डन्डा घर चिन्ह यतै हुन्छ, त्यति भन्छ क्या। ल त्यो 28 जना पनि पुर्याएन भने उसले भन्यो भनेको अब 500 जना मान्छे यहाँ खडा गर, के पार्टीको नाम राख्न चाहन्छु, राष्ट्रिय जनमुक्ति पार्टी, झन्डा अर्को गरेर त्यति मात्र उनीहरूले गर्ने मैले बुझेको। लास्ट 3टा भन्दा अरू अप्सन छैन अहिले त त्यो होइन। उसले किन तारिक भनेर उ गरेर त र त रूपन्देहीको हाम्रा मान्छेहरूलाई के भनेको छ भने 17 गते चाहिँ इजलास गठन भएको छ, 17 गते बोला छ, त्यहाँ चाहिँ ड्याङ्गै राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गरिदिन्छ निर्वाचन आयोगले, अनि अगाडि बढ्ने फिर्ता गरिदिन्छ भनेर रूपन्देहीकोलाई सबैले भने, म त के मेसेन्जर ग्रुपमा मेरो चलिरहेको छ नि त, त्यहाँ मलाई त गाली दिइरहेछ नि त मलाई, त्यो भनेको छ क्या उता। अनि मैले त्यसरी त हिजो चाहिँ घप्ल्याकको 17 गते राष्ट्रिय जनमुक्ति पार्टी बन्ला भनेर निर्वाचनमा गयो, 5 तारिकको तारिक थमाइदियो, 5 गतेको मैले भनेको छु नि। तर 5 गते पनि के भन्नेवाला छैन उनीहरूले, त्यहाँ फेरि त्यो वीरेन्द्र पालुङै जान्छ प्रतिनिधि, केपी पालुङमा नआएर यो चाहिँ भएन, किन उसलाई पठायो अरूलाई, र यो चाहिँ निर्णय भएन भन्छ। केपी पालुङको वारेस आइसक्यो त, ऊ चिठी लिएर आएको छ, म केपी पालुङ आएकै भयो, त्यो निर्वाचन आयोगले गर्ने त्यति हो क्या। उनीहरूले भनेकै छ यो कृत्य हो भने हामीले कृत्य हेर्न सक्दैनौँ। त्यो मेरो विचार नेपाल जनमुक्ति पार्टी नबनाइ भए चाहिँ हेर्थ्यो होला, उसले लालमोहर हालिसक्यो नि त, उसलाई त ठुलो समस्या भयो नि। त्यस कारण उसले आयुक्तले अस्ति हामी जाँदा भनेको छ कि यो कृत्यहरू चाहिँ पुलिसले हेर्छ, हामीले हेर्न सक्दैनौँ, अब तपाईँहरूले चाहिँ हामीलाई मुद्दा हाल्ने निर्वाचन के अरे अदालतमा, त्यस पछाडि अदालतले जे भन्छ सुहाउँला भन्ने थियो क्या। त्यो हुन त अहिले गइसक्यो प्रमुख आयुक्त, उसको भनाइ त्यो छ र निर्वाचन आयोग पछि हुने त्यही हो। तर अरू रूपन्देहीको साथीहरूलाई त्यसो भनेर मुर्गा बनाइरहनु भएको छ क्या। झ्याम केशव सूर्यवंशीलाई सबैले, पालुङवाले पनि छोडेको, सबैले छोडेको केशव सूर्यवंशीलाई अध्यक्ष बनाउने, नेपाललाई राष्ट्रिय बनाउने, एकताको साथीहरूलाई मिलाउने सबै गरे भए कति फुदो हुन्थ्यो भनेको। अब मान्नु, अब यो समस्या। ल अब संरक्षकज्यूलाई